र गाइस मेरोमा चाहिँ एउटा पार्सल अनबक्सिङ गर्न गइरहेको छु। यो चाहिँ के हो भने अलिकति बाहिरको आवाज आयो, तपाईलाई डिस्टर्ब हुन्छ होला है। यो चाहिँ के हो भने यो चाहिँ मैले के लिएको छु भने तपाईहरुलाई अब त्यस्तो म राम्रो खालको चाहिँ ल्याउन सकिनँ है, तर पनि एकदमै दामी खालको लिएको छु प्रोडक्ट। अब यो चाहिँ के हो भन्ने चाहिँ म तपाईहरुलाई म खोलेर देखाउने छु। म त्यस्तो प्रोफेसनल खालको त होइन। अन्त मैले चाहिँ एउटा अनलाइन ड्रोन मगाएको छु। यसो तपाईहरुलाई है कति यसो बसेर मात्रै हाई गाइस भनेर भिडियो बनाउनु, अन्त तपाईहरुलाई माथिबाट उँभोबाट है बाउआमाले प्लेनमा चढाउनु, हेलिकप्टरमा चढाउनु नसके तापनि मैले एउटा सपना साकार गरेको छु। E80 प्रो भन्ने है ड्रोन मगाएको छु है। अब यसले चाहिँ तपाईहरुलाई म हाई गाइस भनेर चाहिँ माथिबाट भिडियो सुट गर्ने छु। यो चाहिँ तपाईको एकदमै राम्रो प्रोडक्ट छ है। यो चाहिँ यस्तो हुन्छ प्रोडक्ट है, यस्तो कभरमा। अन्त यो चाहिँ तपाईलाई म अब चाहिँ माथिबाट सुट गर्ने छु है। अन्त सुट गरेर चाहिँ भिडियो बनाउने छु। अन्त यो चाहिँ तपाईको यसमा मिनी ड्रोन हो है। यहाँ तपाईले देख्न सक्नुभयो होला, यो मिनी ड्रोन हो। अन्त यहाँ चाहिँ तपाईको क्यामेरा छ, यहाँ क्यामेरा छ है। एचडी क्यामेरा भनेको छ, 360 रोटेट भनेको छ। अब यो चाहिँ एचडीमा छ कि छैन हो, यो चाहिँ ड्रोन हो। ड्रोन क्यामेरा मेरो ठुलो सोख थियो यो चाहिँ है, उडाएर चाहिँ माथिबाट भिडियो सुट गर्ने। यो चाहिँ हाइट चाहिँ तपाईको 60-70 मिटर भनेपछि चाहिँ निकै हाइट हो, त्यति उड्छ भनेको छ। अन्त तपाईको यसमा चाहिँ मैले एक्स्ट्रा ब्याट्री पनि, डबल ब्याट्री है। अन्त यो ब्याट्रीले चाहिँ तपाईको डबल ब्याट्री भने चाहिँ एउटा सिङ्गल मात्रै रहेछ है। मैले चाहिँ डबल ब्याट्री भनेर चाहिँ हेरेको थिएँ। यो चाहिँ तपाईको एउटा चाहिँ 10 मिनटसम्म चाहिँ चल्छ भनेको छ। अब हेरौँ कतिको छ है, कतिको चल्दो रहेछ। म यसको भिडियो पनि तपाईहरुलाई म देखाउने छु है हो। अन्त त्यसको चाहिँ तपाईको यसमा चाहिँ कन्ट्रोलर यहाँ छ तपाईको है, यो एन्टिना छ। अन्त यहाँ 360 रोटेट के छ, यहाँ चाहिँ भिडियो छ, यहाँ तपाईको सेल्फी दिने ठाउँ छ, यहाँ स्टार्ट छ। यो तपाईको यो यसको ड्रोनको छ यो हो। अब हेरौँ कस्तो छ। अब यहाँ चाहिँ तपाईको मोबाइल लाएर, मोबाइल होल्डर छ, यो हालेर चाहिँ तपाईँ मोबाइल चलाउन सक्नुहुन्छ। यहाँबाट मोबाइलबाट पनि कन्ट्रोल हुन्छ है। अब म यसको भिडियो चाहिँ तपाईहरुलाई म सुट गरेर चलाउने बेलामा मात्रै म देखाउँछु तपाईहरुलाई है। यहाँ चाहिँ तपाईको अर्को पेन्सिल ब्याट्री लाग्दो रहेछ, सानो तीनटा। अलिक खर्च रहेछ यसमा पनि। त अब यो हेरौँ कतिको फ्लाइ गर्दो रहेछ है। मैले हेर्दा त राम्रै देखाउँदै थियो। अन्त अब यसलाई त्यस्तो ट्रेनिङ गर्नु चाहिँ पर्दैन रहेछ। अब म एकखेप यो उडाएको भिडियो चाहिँ म तपाईहरुलाई म अर्को नेक्स्ट भिडियोमा म तपाईहरुलाई देखाउने छु तपाईहरुलाई एकदमै है। तपाईले यहाँ प्रोपेलर गार्ड, अन्त तपाईको यहाँ सानो स्क्रुड्राइभर र एउटा प्रोपेलर गार्ड पाउँदो रहेछ। अन्त 4टा एक्स्ट्रा यसको प्रोपेलर यस्तो पाउँदो रहेछ है। यो चाहिँ अब भाँचिन्छ भनेर यसको यो 4टा यो चाहिँ प्रोपेलर गार्ड हो है। यो चाहिँ यस्तो फ्लाइ गर्दा चाहिँ त्यो फ्यान त्यसको प्रोपेलर यो भाँचिन्छ भने चाहिँ यो लाउनु पर्दछ। हेरौँ अब कस्तो हुन्छ। म तपाईहरुलाई उडाएर यसको भिडियो बनाएर चाहिँ म तपाईहरुको माझमा चाहिँ ल्याउने छु ल गाइस। कस्तो लाग्दो छ तपाईहरुले अब अर्को भिडियोमा चाहिँ म तपाईहरुलाई यसको भिडियो देखाउने छु। अनि यहाँ चाहिँ तपाईको मेन्यु रहेछ है, कस्तो प्रकारले गर्ने। यसमा एप्स डाउनलोड गर्नुपर्छ, यसमा स्क्यानिङ गर्नु पर्यो। अन्त यहाँ तपाईको कस्तो प्रकारले उडाउने है, यहाँ तपाईको मेन्युल दिएको छ है, कसरी उडाउने,
कसरी गर्ने फोनबाट पनि हुने रहेछ। यो चाहिँ तपाईँको कुन चाहिँ बटम के काम गर्छ भन्ने कुरा यो त अब तपाईँलाई थाहै छ है, यो जुनै चिजमा पनि हुन्छ है। अब चाहिँ म माथि आकाशबाट उडाएर चाहिँ म तपाईँलाई भिडियो सुट गरेर म देखाउने छु है। अब चाहिँ केटाले के उन्नति गर्छ कि भन्ने कुरा छ है। ल गाइस, हुन्छ, तपाईँलाई म अर्को भिडियोमा म देखाउने छु। अर्को भिडियो हेर्नुहोस् है, कन्टिन्यू हुन्छ।